Hello guys, welcome back to my another new video guys. I hope तपाईं सबैजना सन्चै होला। म पनि सन्चै छु अहिलेसम्म। सो म चाहिँ आज चाहिँ के गर्नु जानेछु भने चाहिँ आज चाहिँ लोकल चिकनको करीसँग चाहिँ भात खानेछु। सो लोकल स्टाइलमा। सो हेरिदिनु होला गाइस अनि सब्स्क्राइब पनि गरिदिनुहोस् नयाँ हो नि। थ्याङ्क यू फर वाचिङ। हेर्नु होला गाइस। अब चाहिँ यो सबै मुसुम्ला मिक्स गरौँ है। यहाँ चाहिँ पुरा ठुलो छ। लोकल चिकनको चाहिँ हड्डी बेसी हुन्छ, यस्तो हड्डी तर खानु चाहिँ एकदम मजा आउँछ स्वाद चाहिँ। यो मिक्स छ हो। सो यहाँ चाहिँ प्याज छ, प्याज यहाँ जिरे खोर्सानी छ, रातो पाकेको। अन्त यहाँ यस्तो पनि छ खोर्सानी हैन। यहाँ चाहिँ सिमी छ, मिक्स गरेको छ। यहाँ लोकल चिकनको चाहिँ हड्डी बेसी हुन्छ हो गाइस। हड्डी त्यो पोल्ट्री जस्तो अर्को जस्तो चाहिँ हुँदैन। अर्को चाहिँ मासु मात्रै हुन्छ नि त, यो चाहिँ हड्डी छ। सो ल खानतिर लागौँ ल गाइस। तातो छ हो। लोकल चिकनको चाहिँ टेस्ट चाहिँ फाल्टो हुन्छ। तपाईहरुलाई पनि थाहा होला नि, एकदम कडा हुन्छ कि, यस्तो हुन्छ कि। एकदम जिरे खोर्सानी यो चाहिँ यत्रो हुन्छ खोर्सानी चाहिँ, तर पिरो चाहिँ अब के भन्नु, पुरा छोटा डोन। एकदम हड्डी, एकदम स्वाद। वाह एकदम दामी। टेस्ट चाहिँ यस्तो छ कि यस्तो गरम छ हो।
एकदम सेटिस यस्तो गरम भयो कि यस्तो गरम छ एकदम दिन चाहिँ गरम छ हो मासु भन्दा हड्डी बेसी छ हौ लोकल कुखुरा छ हड्डी चाहिँ साइडमै राख्नुपर्छ यसरी भएर फ्याँक्नुपर्छ एकैचोटि पिस पनि एकदम कडा छ यत्रो यत्रो ओए चक्टाहरू उता कुद्छ के हो एकदम सेटिस भयो ल टेस्ट पनि एकदम कडा यो चाहिँ हड्डी खानै मिठो हुन्छ हो लोकलको चाहिँ म चाहिँ अब हड्डी पो टोक्ने
सक्यो अब चाहिँ जे होस् एकदम त्यो चिकन चाहिँ लोकल चिकन हो यो चाहिँ लोकल आफ्नै घरमा पालेको सो जे होस् चिकनको टेस्ट चाहिँ एकदम लोकल चिकनको टेस्ट चाहिँ एकदम दामी हुन्छ कि यस्तो हुन्छ तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस् तल मलाई चाहिँ एकदम टेस्ट लाग्छ कि मलाई चाहिँ लोकल चिकनको चाहिँ यस्तै हो सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो अनि होइन सपोर्ट गरिदिनु भएकोमा सो आजको लागि मेरो भिडियो यति नै थियो सो फेरि अर्को दिन फेरि नयाँ भिडियो अलिक राम्रो गरेर ल्याउने छु सो यसरी नै साथ सपोर्ट गरिदिनुहोस् सबैले सो थ्याङ्क यू सो मच एभ्रिवान